गर्न सकौँ। किनभने आज इजरायली जातिहरूलाई परमेश्वरले चुन्नु भएको जातिहरू हुन् अनि लाखौं लाख इजरायली जातिहरूले परमेश्वरले पछ्याएका पनि थिइन्। तर अन्त्यको समयसम्म पुग्दाखेरि इजरायलीहरू के भएको छ, कनान देशसम्म पुग्दाखेरि 2 जनासम्म मात्रै पुगेको थियो त्यहाँनिर। आज त्यस्तो चाहिँ हामी हुनु हुँदैन। त्यही भन्छ आज वचनले। आज तपाईँ र हामी थोरैमा हामी गनिनुपर्छ। त्यसकारणले हामीले जहिले पनि आफूलाई हामीले क्वेसन गर्नुपर्छ, प्रभु मैले केमा म चाहिँ कमी छु, अथवा मैले कसरी तपाईँलाई पछ्याउनु पर्छ, तपाईँको मार्गहरू मैले कसरी हिँड्नुपर्छ भनेर हामीले प्रार्थनामा परमेश्वरसँग जाहेर गर्नुपर्दछ है। हामी गरि पनि रहेका छौँ, तर यदि गरेका छैनौँ भने हामीले परमेश्वरप्रति हामीले राखौँ यी कुराहरू, अनि परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ। हाम्रो यी शरीरको आँखाहरूले परमेश्वरलाई देख्न सक्दैन, तर हाम्रो हृदयको आँखाले हेऱ्यौँ भने हामी परमेश्वरलाई अवश्य देख्न सक्छौँ, परमेश्वरसँग अवश्य बात गर्न सक्छौँ। परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ कृपया है। अनि त्यस कारणले त्यही नै भन्छ कि आज साँघुरो ढोकाबाट तपाईँ हामी चाहिँ पस्ने कोसिस गर्नुपर्दछ है। किनभने विनाशमा पुर्याउने ढोका चाहिँ कस्तो हुन्छ, फराकिलो हुन्छ, बोलाइरहेको हुन्छ, साथीले जाम भन्छ है, अथवा यता राम्रो कुराहरू देख्छ त्यो जाम भन्छ, राम्रो कुरा देख्छ खम भन्छ, राम्रो कुरा त लाम भन्छ है। ती कुराहरू चाहिँ सबै कुरा हामीलाई चाहिँ विनाशमा पुर्याउने कुराहरूमा लगिरहेको हुन्छ। अनि हामी चाहिँ जहिले पनि जोगिनुपर्छ। किनभने यो भन्दै गर्दाखेरि अब कतिजनालाई हुनसक्छ होला होइन, तर वास्तवमा हामीलाई के भनेको छ भने वचनले सहीलाई सही नै भन्नुपर्छ, गलतलाई गलत नै भन्नुपर्छ भन्छ है। त्यसकारण तपाईँ हामी चाहिँ गलत कुरामा नलागौँ है। हामीले सही कुरामा भएर चाहिँ आज परमेश्वरसँग हिँड्नुपर्छ। अनि परमेश्वरको साँघुरो बाटोबाट हामीले छिर्नलाई परमेश्वरले नै सहायता गर्नुहुन्छ। अनि